हेलो गाइस, वेलकम टु माई च्यानल। आज हेर्नु सक्छ तपाईँ यहाँ आमाले ब्रेकफास्ट बनाउँदैछ। के बनाउनु भएको? एडी। यो चाहिँ एडी बनाउँदैछ हैन? एडीको लागि यो तपाईँको एडी चाहिँ यहाँ रेडी भइसकेछ। एकदम बोइल भएर एकदम यमी देख्दैछ, यमी। यो चाहिँ मेरो एकदम सानैदेखि फेभरेट हो कि। अनि के भन्नु चाहनुहुन्छ? अब यी एडी फ्राई गर्नुको लागि रेडी हुँदैछ हो। त्यसको लागि यहाँ के हाल्नुपर्छ यता देख। यो हल्दी हाल्नु पर्यो, हल्दी, चिली पाउडर, नुन, स्वाद अनुसार नुन। तपाईँको यहाँ स्वाद अनुसार हुन्छ सबै। अब भयो होला नि अलिक गर्नु गर्नु। यो चाहिँ एकदम देसी स्टाइल हो यो चाहिँ गाइस, देसी चाइनिज। यो चाहिँ देसी नेपालीहरूको प्युर देसी चाइनिज हैन? देसी। यो चाहिँ देसी चाइनिज हो, एकदम घरेलु चाइनिज आइटम हो। यो चाहिँ यहाँ बनिँदैछ। ल हाल्नु, अब मसला गुडीहरू हाल्नु। यहाँ देख भयो। सोलु, वेलकम टु माई च्यानल। यता केही भन त यता सोलु। खोइ खोइ, ल कलर त खोइ खोइ भयो त हौ। होइन, यो चुलो अर्को किने क्या हौ कि त्यही हो। नुन त बेसी नहालौँ होला, आँटामा पनि हालेर। अब चाहिन्छ कुरामा हेर्नुहोस् है साथीहरू। अब यो हाल्दैछ होला, पानी दिइरहेछ। बस बस, त्यति राख्नु। कम्ती हुन्छ कसलाई? यहाँ भएर हातै झिक्नु बा। ल हलाउनु अब। छोइ हाई फ्लेममा पकाउनु पर्छ अब चाहिँ। हेरिदिनुहोस् ल, यी हाम्रो एडी मजा तालले फ्राई हुँदैछ। यो चाहिँ हाई फ्लेममा बनाउनु पर्छ कि। चुलै सानो ग्यास आउँछ। खासै के हो, अलिअलि चालिन्छ। यो कराईमा हामीले बेसी पकाउँदैन नि त, यो तालिन्छ क्या त। सेट गर्नुपर्छ कराई।